साथीहरू मैले चाहिँ अब हुन्छ नि सरकारी पोर्टलमा सरकारी वेबसाइटहरूमा हुन्छ नि लिस्टेड नम्बरहरू च्याटबटले निकालेको नम्बरहरूमा मैले कल गर्दाखेरि कतै पनि फोन लागेन क्या साथीहरू। किन राखेको नम्बर त्यो कसलाई देखाउन राख्यो? 100 छ 100मा फोन गर्दा घरि उठ्छ घरि उठ्दैन, ठिक छ होइन। कोही मान्छेले कतै पनि बाटोमा केही हुन्छ नि नगर्नुपर्ने अपराध कसैले गरिरहेछ अनि त्यो अपराध भइरहेछ भनेर कल गर्नु पऱ्यो भने कसलाई कल गर्नु? ओडामा त 3 जना 2 जना 3 जना हुनुहुन्छ, बच्चा बोकेर बस्नु भएकोहरू हुनुहुन्छ होइन। इलाकामा थोरै हुनु होला तर धेर चाहिँ सबै काठमाडौँ गृहमन्त्री यताउति प्रधानमन्त्री जता गए सेक्युरिटी नबोकेको छैन भनेर भन्नै पर्थ्यो त होइन। फेरि पल्लो गाउँ त्यो गाउँको पनि उतापट्टिको गाउँसम्म सबै पुलिस लगिरहन्छ सिभिलमा क्या। हो त्यस्तो हुन्छ नम्बर साथीहरू होइन। 12मा ब्याक लाग्यो मलाई, एउटा ब्याक लागेको म 12 फेल मान्छे हो है, मलाई भन्न अप्ठ्यारो लाग्दैन। सरकारले चाहिँ होइन त्यसरी अब लाइभ अपडेट क्या, आज दिनमा कतिजना मान्छे मऱ्यो होइन, यो ठाउँको चाहिँ तपाईँको अब कतिजना मान्छे एक्सन भयो होइन, कतिजना मान्छेको के उजुरी आइरहेछ होइन, कस्तो मुद्दा थियो हो। यस्तो कुरा चाहिँ अब वेबसाइटमा लाइभ गरिदिनुपर्छ क्या सरकारी पोर्टलबाट चाहिँ। यो चिज आउँदैन ओर्दैन भने हुन्छ नि हाम्रो ओडासम्म त्यहाँदेखि इलाकासम्म भनेको चाहिँ अनलाइन गर्नु पऱ्यो क्या व्यवस्था। मैले यो भिडियो बनाएर यस्तो गरेर उस्तो गरेर कोहीसँग मलाई केही दुश्मनी छँदै छैन साथीहरू। मलाई कसै नराम्रो गर्ने त कोही छैन, कोहीसँग दुश्मन छैन क्या। तर पनि सिस्टममा आउने एउटा चेन्जेस क्या, जेनजी भने के भने कोही मान्छेहरू पुगे ओरे भयो सक्यो उनीहरूको। अब हिजो त्यसरी बहुमत त प्रचण्डले पनि पायो नि त है, प्रचण्डले पनि बहुमत पायो त्यसरी त हो। यो भएर ओरेर चाहिँ हुन्छ नि अब उनीहरूलाई लाग्यो होला, थोरै माथ लाग्यो होला। सरकार विरुद्धमा बोलेको छैन है म, फेरि अन क्यामेरा र अफ क्यामेरा फेरि दुइटा भाषाहरू भोगेका छौँ हामीलाई पनि थाहा छ होइन। सरकारी वेब पोर्टलमा हुन्छ नि अहिलेको लाइभ स्ट्रिमिङ गरेर वेब पोर्टलमा माथि राख्न सरकारलाई आउँदैन, सरकारसँग विज्ञ छैन भने म सङ्गम घिमिरे सुनसरी जिल्ला बडा क्षेत्र नगरपालिका वडा नम्बर 5 को बासिन्दा 12मा 1 फेल होइन। कान सुन्दिनँ, मिसिन लाउँछु कान सुन्नको लागि होइन। जसको चाहिँ अस्ति भरि प्रहरीले कपाल पनि काट्दियो, किन काट्दियो थाहा छैन हो। मसँग सम्पर्क गर्दा हुन्छ है। मेरो नम्बर चाहिँ 9810582069। सरकारी पोर्टलहरूलाई चाहिँ अपडेट गर्ने अब क्या, अपडेट गर्ने। पहिला पो हुन्थ्यो त हाम्रो आइटी सल्लाहकार यताउतिहरू सबै यो सेवाको कसको हुनुहुन्थ्यो हाम्रो केबिओलीको होइन। नलेज हुन्छ है, फेरि सबै कुरा नलेज हुन्छ नि, फेरि यति थाहा पनि ठुलो कुरा पनि होइन होइन। अनि हो अहिले पनि होला नि त, हाम्रो के भन्छ टेकपानाले हुन्छ नि, मतलब हाम्रो ब्याङ्क एकाउन्ट जुन ब्याङ्क एकाउन्ट हुन्छ नि, ब्याङ्क एकाउन्ट त तपाईँको हुन्छ, ब्याङ्क एकाउन्ट चाहिँ जसले ब्याङ्क एप बनाइदिया हुन्छ नि होइन, उनीहरूको डेटा चाहिँ तपाईँको डार्क वेबमा, डार्क वेब भनेको तपाईँको हात हतियारदेखि लिएर सबै इलिगल हुने ठाउँ, त्यहाँनिर उनीहरूको डेटा हुन्छ नि खुला दिइरहेछ क्या। सबभन्दा धेरै नोबेल ब्याङ्क प्रोजेक्ट भयो सबैजनाको क्या, टेकपानाले गरेको एउटा रिसर्चमा त्यसलाई चाहिँ ध्यान गएको छैन कसैको पनि। त्यो एउटा सोच्नु नि तपाईँ, मैले एउटा एप बनाएँ, मैले एउटा घर बनाएँ, त्यो घर अब कता लक राखेको छ, कता के राखेको छ, त्यो घर मलाई थाहा हुन्छ नि त होइन। अर्को कोही मान्छे अनि म दिने त्यसरी भिडियो मैले बनाएको सबै चिज थाहा पाएँ जसरी छिट्यो भने त डेटा त हुन्छ बिजोग हो नि त। त्यो पनि मैले हिजो कुरा गरेर थिएँ क्या। त्यो कुरा चाहिँ अनि के भएर कल गरेर हुने कुराहरू होइन। अब जस्तै अब जस्तोमा मेरो त ल कान छ, मेसिन लाउँछ, सुन्छु, हात खुट्टा नभएको मान्छेहरू होइन, यहाँ तिवार दाई जस्तो होइन। त्यहाँ तिवार दाईलाई अस्ति गएर सोधेको उहाँलाई गएर अस्ति सोध्यो होइन के छ कस्तो छ, अनि को मान्छे आउँछन् भेट्ने र भाइ काम छैन चुनावमा आउँछ, त्यसपछि 3 नम्बर कति नम्बरको उहाँको पनि होइन हो त्यो भन्दै हुनुहुन्थ्यो। अनि मैले अर्को पनि बनाएको थिएँ क्या, बनाउनु चाहिँ तपाईँको चुनावमा भोट कस्तो मान्छेलाई हाल्नुपर्छ, कसलाई हाल्नुपर्छ होइन। मैले पनि कसैलाई सपोर्ट गर्न सक्छु होइन। म त्यो अब फेरि यहाँ कुरा गर्दा होइन मै उठ्छु भन्ने त्यस्तो होइन है, मेरो बेला भएको छैन होइन। म कसैलाई सपोर्ट गर्छु समर्थन गर्छु, त्यो मान्छेले चाहिँ जित्नै पर्छ भन्ने मैले एउटा भिडियो बनाएको छ। त्यो ठ्याक्क चुनावको अलिकति अगाडिबढी हुन्छ नि, त्यो हाल्छु म। मैले एनजिओ कताहरूलाई पनि पठाएको थिएँ त्यो भिडियोहरू क्या, त्यो भाग गरेको थियो भरे। अनि त्यसपछि अब हामी त्यसो भए जाने होइन त गरिमा 6 बजे गरिमा चौधरीको चाहिँ अब हाम्रो जुन अहिले
एउटा दुधे जुन त्यो बालकमाथि नहुनुपर्ने हत्या दुर्घटना। भयो, नहुने पर्ने हत्या भयो। हत्याको मेरो छोरी 3 वर्ष डर लाग्दैन विरुद्धमा दीप प्रज्वलन गर्ने हाम्रो वडा क्षेत्र 5 को वडा कार्यालय अगाडि ठिक 6 बजे मैले सामान्य 2-4 लाइन लेखेर मेरो आफ्नो फेसबुक स्ट्याटस पनि यति बजे यतिखेर भनेर उहाँको अब त्यहाँ चाहिँ मोमबत्ती बालेर हाम्रो बाल समूहका सबिना बान्ने भन्ने नगर अध्यक्ष हुनुहुन्छ हाम्रो उहाँ हाम्रो बाजेज्यू र म चाहिँ वडा क्षेत्र 5 को बाल मैत्री वडा सम्पर्क व्यक्ति भएको नाताले हामीले चाहिँ तयारी गरेका छौँ। यहाँहरू सम्पूर्णहरू सो कार्यमा आएर पहिला एउटा अपराधीको विरोध गरौँ। जसले अपराध गर्छ त्यसलाई कानुनले भेट्नेसम्म नेपालको संविधानले चाहिँ दिनेसम्म सजाय दिनु कानुनको हात लामो हुन्छ, लामो पारेर भेट्दा हुन्छ, भेट्नुपर्ने मान्छे। कानुनले भेटेसम्म कारबाही हुनु। होइन मलाई अर्को कुरा चाहिँ के जोड्न मन लाग्यो भने यसको पो छोराछोरी छैन त यसलाई के त सन्तानको माया भनेर हिजो दिनमा आउँथ्यो होइन। त्यो होइन नि त, बालेनको सन्तान छैन यस्तो हो। त्यो जसले सन्तान छैन भन्ने मान्छेको मानसिकता कमजोर हो। अब हुन त त्यहाँ न केपी ओलीको हातमा बन्दुक बोकेर केपी ओलीलाई मार्दै हिँड्या पनि होइन, न फोनमा अर्डर दिए हो कसैले। किनभने प्रहरीको एउटा सङ्गठन त्योभन्दा ठ्याक्कै त्यो माथिको एउटा मान्छे त्यो मान्छेलाई मात्र चलाउँछ प्रधानमन्त्री कार्यालयले, हस्तक्षेप गर्दैन क्या। हामीलाई जसम्म लाग्छ होइन तङ्गन। सुरक्षा निकायको आफ्नै नियम होला, कानुन होला, ऐन होला। हिजो तपाईँको एउटा भिडियो हेर्नु, त्यो 16 वर्षको बच्चा त्यो केटाले चाहिँ बाल त्यो पनि नाबालिकै हो, त्यसले तपाईँको रेप गरे यसो गरे उसो हाँस्दै क्या। अनि के भयो अनि के भयो अनि के भयो अरे क्या। ल फिल्म स्टार 3जना मान्छे पुलिसले खिचिरहेछ। किन खिचिरहेछ भने कसैले ओइ हेर न त्यो कुरा छ नि, त्यो कुरा हाम्रोमा आएछ त भिडियो पठाऊँ भने ठ्याक्क उसले गर्लफ्रेन्डलाई पठाउँछ, अर्कोले घरमा पठाउँछ। यस्तो हुन्छ बाबु। होइन मेन चाहिँ के गर्नु खोज्छ भने त्यो सिम्प्याथी गेन गरेर होइन, बच्चै हो छोडिदिने टाइपको हुन्छ नि, मतलब त्यो कुरा गर्नु थाल्यो। तर बलात्कारीले अपराधीले अपराध गर्दाखेरि कसैको उमेर हेर्दैन भने अपराधीको पनि उमेर हेर्नु हुँदैन। यो चाहिँ म एकदम बोल्ड कुरा गरिदिन्छु यो चाहिँ होइन। अब मेरो चाहिँ कुरा के भने किनभने मान्छेको त्यो उमेरभन्दा मान्छेको त्यो अर्को मान्छे फटा छ, मेरो चाहिँ फटा छैन भन्ने होइन। अर्को पनि हाम्रै बालबालिका हो, हाम्रो पनि हाम्रै बालबालिका हो। आफ्नै बालबालिका सम्झेर अब हामी सबैले बालबालिकाहरूलाई विशेष गरी चाहिँ सल्लाह सुझाव दिने, उहाँहरूलाई बालबालिकाहरूले कुरा बुझेका हुँदैनन् उहाँहरूलाई पछि चाहिँ मान्छे ठुलो भएर ओरेर तपाईँको लास्टमा यसरी पुलिसले भिडियो गरेको थियो, यसरी हाँसी हाँसी बनाएको थियो। त्यो त प्रहरीलाई हेप दिन्छ या त्यसरी त जब ठुलो हुन्छ हेप दिन्छ प्रहरीलाई। अब यस्तो हुन्छ तपाईँलाई दुई किसिमको जेलमा छिरेर के सिक्छन् तपाईँलाई दुई किसिमको मान्छेसँग ज्ञान हुन्छ। एउटा व्यावहारिक ज्ञान, एउटा पढे लेखेको ज्ञान। यो दुईवटा ज्ञान बराबर युज गरेन भने हामीले कुनै पनि काम गर्न सक्दैनौँ। किनभने होइन पढेर मात्रै पनि हुँदैन, पढेर मात्रै हुँदैन। व्यावहारिक नपढेको कुराहरू पढेपछि पनि जान्दछ कति कुराहरू। मैले भन्न खोजेको पढेको विद्वानहरूलाई मैले चाहिँ हेपेर बोल्न खोजेको होइन। म पढेको छुइनँ, ठिक छ, अघि तपाईँले भनेको थिएँ। तर मान्छेसँग सामाजिक यो त तपाईँ सामाजिक हामीलाई त सामाजिक ज्ञान भइगयो यो त समाजबाट सिकेको कुरा। यो त्यसले गर्दा दुईवटा ज्ञान मान्छेसँग अपरिहार्य छ। यो दुईवटा ज्ञान, दुईवटा मूल मन्त्र नेपालको कानुनले जे कुरा देश चलाउँछ भने गाउँ समाज चलाउने दुईवटा ज्ञान, एउटा पढे लेखेको ज्ञान, एउटा व्यावहारिक ज्ञान। यो दुईवटा ज्ञान लिएर हामी अगाडि बढ्यौँ पक्कै पनि हामी सफल हुन्छौँ र समाजलाई हामी एकीकृत गरेर शान्त समाज, सभ्य समाज होइन, सुन्दर समाज बनाउन हामीहरू सफल हुन्छौँ। यो कुरा यहाँहरूले बुझिदिनु भयो भने र हामी सबैले बुझ्यौँ भने धन्यवाद। ल कुरा यति भयो साथीहरू। अब हामी जान चाहिँ भरेतिर जान्छौँ होला। अनि अर्को कुरा भने चाहिँ हिजो ठ्याक्क मानव अधिकारको कल आएको थियो, त्यसपछि मैले अङ्कललाई दिएँ बोल्नलाई होइन। अब अगाडि गराएको थियो कुराकानी, के कुरा कसो कुरा नकुट्यौँ नखुल्यौँ होइन, त्यो कुराहरू ठिक छ केही छैन। पछिबाट उहाँ चाहिँ ठिक छ नि त दबाब सबाब भन्दै थियो, होइन त्यस्तो दबाब भने एकछिन पछिको इन्सिडेन्ट पनि अब त्यो पनि नगरौँ होला अब होइन, त्यो पनि छोडिदिनु। छलफल दुई किसिमको हुन्छ नि। मैले एउटा व्यावहारिक छलफल, एउटा कानुनी छलफल। हामीले चाहिँ व्यावहारिक छलफलमा कानुनी छलफल अन क्यामेरा गर्न पाइयो, व्यावहारिक छलफल अन क्यामेरा गर्न त्यति छ। व्यावहारिक छलफल भनेको छलफल गरेर टुङ्ग्याउनेलाई व्यावहारिक छलफल। हामीले चाहिँ जुन कहिलेकाहीँ व्यावहारिक छलफल पनि धेरै चाहिँ हामीहरू व्यावहारिक छलफलमै जनप्रतिनिधिले मिलाउने हो। हामी कसैलाई अर्को कुरा त अब तपाईँहरूले अस्ति पनि हालेको थियो अङ्कल होइन, ओडा सचिव अङ्कल चाहिँ होइन। अब लास्टमा काला बजारमा हामी जहाँ जाँदै हिजो देख्नु भने ठ्याक्क मैले जहाँ भिडियो स्टार्ट गरेँ ठ्याक्क 1 सेकेन्ड पछाडि क्या
चोर एक एक सेकेन्ड सेकेन्ड क्या मेरो क्यामेरामा त कस्तो कस्तो मान्छे ठोक्ने अस्ति यहाँ आएको मान्छे एक्सन भयो 2 मिनट पछाडि उठेको एक्सन उठेको एक सेकेन्डले गर्दा तपाईँको क्यामेराले क्याच गरेको त्यो मान्छे हिजो चोर हानेर 3-4 क्यामेराहरू प्रहरीमा रहेछ तर बाटोहरूमा जति क्यामेराहरू राखेको हुन्छ के राखेको हुन्छ नि होइन यसको एसएससी हुन्छ नि हामीलाई दियो ओरो भने चाहिँ क्या बरु वडा सदस्यको रोभरमा होइन दियो भने चाहिँ हामी चाहिँ कोकोलाई खोज्नुपर्छ कोकोलाई के गर्नुपर्छ कोकोले के गलत गरिरहेछ होइन बरु ओडामा आज कुरा गर्दाखेरि क्यामेरा स्यामेरा वाइफाई रहेछ नि त कालिम्पोङमा त फेरि यस्तो पनि हुन्छ जनप्रतिनिधि पुलिसले तर फेरि त्यहाँ बस्ने मान्छे कोही पनि आउँदैन यहाँनिर अब हेर्नुहोस् है तपाईँ मान्छेले भने जनप्रतिनिधि यसलाई मैले भोट दिएँ यो प्रहरी हो यिनीहरूले चाहिँ समाजको सबै काम गर्नुपर्छ भन्ने होइन जनप्रतिनिधि पुलिसले गर्न सक्ने काम तपाईँ हामीले समाजले पनि गर्ने समाजले साथ नदिकन हो अपराधी को हो निर्दोष को हो दोषीको छुटाउन कसको सहायता लिने भन्दा समाजकै सहायता लियो नि त अर्को फेरिमा कहाँ पनि गयो भने त कोसी गएको थियो कोसी जान तपाईँको घरको छाप्रो हुन्छ नि त्यसमा बसिराख्नु भएको मान्छे थियो अनि अब राष्ट्रमा उहाँको कुरा सुनौँ भनेर क्यामेरा बोकेर गयो खिचे उहाँ चाहिँ के भन्नुभयो भने सरकारबाट कोहीबाट सहयोग आउँदैन भन्नुभयो क्या तपाईँको अहिले खाइरहेछ मान्छेले भात भरेतिर आउन खानु पऱ्यो भने छैन कोसीको टिममा बसिरहेको मान्छे यताबाट आइरहेको थियो उयो के अरे जग्गा दिने के भन्ने कुरा आइरहेको थियो नि होइन धनी पूर्जा दिने त्यो कुराले हाम्रो निस्सा भनेको चाहिँ मलाई पनि थाहा छैन फेरि अनि अब तपाईँको हाम्रो मेयर पनि फेरि के कुरामा अलिकति ऊ हुनुहुन्छ भने कोसीभन्दा पारी श्रीलङ्का टापुमा के भइरहेछ हात्ती आउँछ के उहाँ त्यतै हात्ती धपाएर बस्नु भएको छ क्या अनि त्यो हात्ती धपाउँदै गर्दा त्यो कोसीको डिलमा बसेको त्यो परिवारहरूलाई त्यो मान्छेहरूलाई मानवताकै कारणले भए पनि उहाँले देख्नु भयो कि भएन छ अब त्यो भिडियोहरू थाहा पाउनु होला होइन म चाहिँ कुरा गरेको थिएँ क्या त्यो यस्तो हुन्छ अब कति साथीहरूले चाहिँ मेयर मलामी गयो जानुभयो हात्ती खेल्न जानुभयो चाहिँ भनेर मान्छेहरू साथीहरू चाहिँ यस्तो अनि कसैकोमा बिहामा जानुभयो भनेपछि यो चाहिँ मेयर लोकप्रिय भन्यो तर त्यो मेयरको काम के हो भन्दाखेरि त्यो बाटो मेयरले बनायो कि दबाबले त्यो चाहिँ अब मेयर साहबले जान्नुहुन्छ अब एउटा कुरा के भन्छ मान्छे के भन्दा तपाईँले त कारवाही हुँदैन नि त किन कारवाही तपाईँ त हामी जनप्रतिनिधिलाई कारवाही के भने स्वतन्त्र सत्य कुरा बोल्दा मैले सपोर्ट गर्नु साथीहरू यतिकै गर्दिनँ क्या सत्य कुरा बोल्दा परमानेन्ट साइड बोल्दा कारवाही हुँदैन जुन कुरा उसको पारिवारिक ब्याड पेटिङ भयो होइन अब भने पो हामीलाई मानहानि मुद्दा लाग्छ कुर्सीमा मान्छे भएको मान्छेको विरोध गर्न पाइएन भने अब जनप्रतिनिधिको विरोध गर्न तपाईँले पाउनु भएन भने त्यो भिडियो के अर्थ रह्यो त त्यो भिडियो काममा देखाएर काम छैन त्यो त अर्कै पऱ्यो नि त होइन नगरपालिकामा देखाउनु पऱ्यो मैले चाहिँ साथीहरू अर्को कुरा के सिकेँ भने अङ्कलहरूबाट के सिकेको भने जे जस्तो भए पनि उमेर हो है अलिकति धेरै बोलिन्छ साह्रो बोलिन्छ कहिले काहीँ मिसिन लगाएको हुन्छ अलिकति आफूले बोल्या सुन्दैन त्यो कुराहरू हो होइन तर तपाईँको हुन्छ नि अब त्यो कुनै कुरा पनि भिडियो बनाउनुभन्दा अगाडि हुन्छ नि यसको लास्ट स्टेज छलफलको लास्ट स्टेज होइन त्यहाँसम्म जानु पऱ्यो यस्तो हुन्छ कहिले काहीँ कुनै समाचारहरू गुप्तै हुन्छन् त्यो गुप्तै चाहिँ मैले मेसिन लाउँछु भन्दा सरलाई थाहा छैन भन्नुभयो सरले त्यो थाहा पाउनु भयो त्यो हुन पनि सक्छ अरे थाहा नयाँ मान्छेलाई थाहा हुँदैन जस्तो अब तपाईँ यो हेर्दा त एयरपोर्ट जस्तो पनि छ नि त जस्तो कि हामीहरू चतरा गयौँ भने चतराको जनप्रतिनिधिहरू हुन्छ नि त उहाँहरूले चतराको थाहा पाउने हो चारको जनप्रतिनिधि हाम्रो 5को हामीले थाहा पाउने हो नि त हामी हो नि त यहाँको त थाहा पाउने चासो लिएर हामी कुद्ने त थाहा त पाउनु भएन अस्ति थाहा पाउनु भएन अब जस्तो अहिले मानिलियो हाम्रो नयाँ यहाँनिर कार्यकारी सर आउनु भएको छ उहाँलाई अहिले बिचरा उहाँ नयाँ हुनुहुन्छ नि त उहाँले अहिले खान पाएर कति कुराहरू चाहिँ नीति नियमहरूमा बाजे कुरालाई चाहिँ जनप्रतिनिधि चाहिँ जबरजस्ती गर्छ त्यो भएर अहिले हाम्रो बडा क्षेत्रको मेयर साहब केही वडा सचिवहरू चाहिँ बैठक बसेर हाम्रो अहिले जुन महिला नेत्री आउनुभएको छ बडा क्षेत्रमा राधिका गिरी उहाँलाई चाहिँ भगाउन उहाँहरू लागिपर्छ किन भगाउनु पर्यो उहाँले राम्रो काम गरेको छ भने उहाँलाई चाहिँ साथ सहयोग लिएर उहाँले नगरपालिका चलाउनुहुन्छ होइन अब उहाँहरू बैठक बसेर कार्यकारी खेद्नुको अर्थ चाहिँ के हो केमा तपाईँहरूलाई चित्त बुझेन भनेर मैले हाम्रो केही वार्डको वडा अध्यक्षज्यूहरूलाई सोद्धाखेरि मैले भने टेरेन अरे कस्तो काम गरेर टेरेन राम्रो काम भनेर टेरेन कि नराम्रो काम टेरेन भने त्यो त फेरि जसले नराम्रो काम लाए त्यो अध्यक्ष त्यो मेयर त्यो वडा सचिव फटायो नि त मैले लाएँ भने म फटाएँ
त्यो राम्रो काम हो भने त राम्रो यो काम गर्दा पनि गरौँ भन्दा पनि गर्नु मान्नु भएन अटेरी गर्नु उहाँले के खोजेको भन्यो भने त अनि उहाँहरू बैठक बस्ने अनि कार्यकारी के मेयरले वडा अध्यक्षले र हामी वडा सदस्यले उहाँलाई टिको लाएर दिएको पद हो र हामीले खेलाउँदा खेल्ने ल्याउने हुन्छ त्यो भने चाहिँ जनप्रतिनिधि कति बेकुफ हामी छौँ भन्दा हामी जनप्रतिनिधि भनेको जोक्कड हो कर्मचारी त्यसो पनि नभन्नु। किन त्यसो नभने मैले भन्यो भने हामी जबरजस्ती गर्छौँ नि त अनि हामी जोक्कड भएनौँ त हामी जोक्कड भनेर जबरजस्ती गर्छौँ उहाँहरूले चाहिँ नीति नियम कानुन नेपालको कानुनलाई पक्रेर नेपालको कानुन भनेको त नेपालको मूल मन्त्र हो नि त अहिले भनिदिन्छ कानुन है त्यो अब यस्तो अब मान्छेले अब पढे लेखेको मान्छेले एआईले गर्छन् त्यो एआई भनेपछि म चाहिँ सरल भाषा भन्दा पहिला हाम्रो गाईबस्तुलाई गर्भधारण गर्ने अनि अर्को कुरामा सम्झेँ होइन मतलब अर्को कुरा चाहिँ के कुरा भने केही पनि कुरा बारेमा बुझ्नु ओर्नु पऱ्यो भने कल गर्ने हरेक ठाउँ छ तर कुनै एउटा भुइँ मान्छे आम जनता त्यो मान्छेलाई कानुनको बारेमा थाहा छैन त्यो मान्छेलाई के थाहा छैन होइन त्यो मान्छेलाई चाहिँ कानुन थाहा पाउनु पऱ्यो भने कसलाई फोन गरेर कानुन थाहा पाउने हुन्छ नि सरकारले यसको व्यवस्था गरेको छ कि छैन यो कुरा क्या अर्को यो कानुन चाहिँ कसरी थाहा पाउने भन्ने कुरा होइन हामी त लु ठिक छ होइन भन्नुभयो तपाईँले म चलाउन आउँछ 2-3वटा कुरा लेख्न आउँछ त्यो लेखेपछि हुन्छ नि के सम्म हुन्छ के थाहा पाइन्छ भन्ने कुराहरू हामीले त त्यो पहिल्यै त्यो हुन्छ नि विकिपिडियाको जमाना त्यो देखि हामीले थाहा पाएको तर अरू मान्छेले क्या जो मान्छेले चाहिँ कसैले चिन्दैन यो कानुन हेर्ने कानुन बुझ्ने भनेर नेपाल सरकारको वेबसाइट होला त्यो वेबसाइट त म पनि चलाउन जान्दिनँ त्यसले गर्दा वेबसाइट त हामीले चलाउन जान्दैनौँ नि तर नजाने कुरो चाहिँ म पनि जान्दछु यसमा हेर्नु वेब पोर्टलहरूको उहाँहरूको विवरण अब तपाईँको हुन्छ नि त्यसरी डार्क वेबमा एभाइलेबल भयो होइन तपाईँको ब्याङ्क खाता कुन ब्याङ्कमा छ मेरो कुनमा छ हुन्छ नि हामीलाई थाहा नपाइकन हाम्रो पैसा उडाइदिन सक्नुहुन्छ क्या अब अर्को कुरो तपाईँलाई म एउटा के गरौँ अनि यो चाहिँ फेरि टेक पानाले भिडियो हाल्नुको साथ प्रहरीलाई पठाउनु पर्ने हो क्या सुरुमा जस्तो तपाईँले अघि भन्नुभएको थियो नि अब प्रहरी हाम्रो भरौल चौकीमा जम्मा एकजना महिला प्रहरी उहाँको सानो नानी माया लाग्यो अब उहाँले कार्यालय हुनुहुन्छ अब जम्मा 4 जना प्रहरी साथीहरू हुन्छ बिचरा उहाँहरू भात खाने फुर्सद छैन दुईटा एकजनाले भात खुवाउने अर्को भात तरकारी पकाउने एकजना अगाडि ड्युटीमा मान्छे अब भिआइपी कुदै गर्छ अब बिचरा फेरि असहाय हुँदैन असहाय पनि हुनुहुन्न अब इलाकामा पनि अब मिनिस्टर साहबको कमानमा हुनुपर्ने 50-52 जना होला उहाँको कमानमा पनि मान्छे जम्मा कति छ भन्दाखेरि लगभग 20 जना पनि छैन होला हुनुपर्ने 50-55 जना हो अब उहाँले पनि बिचरा इन्जिनियर साहब पनि त्यो चुस्ता नखोलिकन कुदेको देख्छु म खटे देख्छु अब तपाईँलाई प्रहरी खर्च चोर यहाँ चोरी आएछ चोरलाई हामी देखाउँदैनौँ अनि प्रहरीले समातेन भन्नुहुन्छ त्यो प्रहरीले सहयोग गर्ने काम त हाम्रो हो नि त होइन हाम्रो हो नि त मै साथीहरू कति फुटेर त मै दिन्छु कि अझै पनि हुन्छ नि मैले के भने जङ्गललाई भने कालामदरमा जे भइरहेछ यहाँ पनि त्यो हुनु पऱ्यो 5 नम्बर वडा हो होइन सौताको व्यापार जस्तो गर्नु भएन सायद नराम्रो सुनिन्छ सत्य त्यो हुन्छ होइन अनि यहाँ चाहिँ एउटा क्यामेरा र वाइफाई क्या किनभने यहाँ बस्ने मान्छेहरू हुन्छ नि अगाडि तपाईँहरूले देख्नु सक्नुहुन्छ क्या यसलाई हामीले हब पनि बनाउनु मिल्छ क्या होइन अहिले हाम्रो यो जुन राजमार्ग मध्येमा हाम्रो यो बोर पिपल भएको बराक क्षेत्र 5 र 3 को बोर्डर मिलनचोकमा बाहेक कहीँ पनि हाइवेमा चाहिँ नि बर पिपल छैन त्यसले गर्दा धेरै आगन्तुकहरू यहाँ हिँड्ने हाम्रो चाहिँ गेस्टहरू यहाँ एकछिन बसेर शीतल तापेर जानुहुन्छ यसलाई हामीले यहाँ यो बत्ती चाहिँ हाम्रो देखाइदिनुहोस् त यो बत्ती चाहिँ हाम्रो बराक क्षेत्र 5 को भूपू अध्यक्ष भूपू अध्यक्ष राजु अधिकारज्यूले यहीँ हुनुहुन्छ त तपाईँ पनि आउनु अङ्कल त्यहाँ हुनुहुन्छ उहाँको आउनु न अब यो चाहिँ म उडाले सोचिरहेको थिएँ ल कसैले बल दिएर यो हामीले राति यहाँ झिलिमिली हुन्छ यो हाम्रो भूपू हुनुहुन्छ उहाँ यति मनको धनी हुनुहुन्छ कि अब तपाईँबाट आएको हो यो बत्ती उहाँबाट यो बत्ती चाहिँ उहाँले दिएको तपाईँबाट आएको बत्ती खुसीले दिएको फेरि कर कापले होइन उहाँ फेरि तपाईँलाई कन्टेनर हाल न के चाहिँ उयो त्यो गर नि भोटेको थाहा छैन 1000 मान्छे मरिसके कहाँ भोटेको छु म गएँ ल 6000 मान्छे 1000 मान्छे म थाहा छैन सबै सुरुवातले बगाइसक्यो मान्छे भोटेको बाढी आएर अहिले त कतिवटा गाउँै उडाइसक्यो कहिले त्यसले गर्दा अहिले हाम्रो 9 बजे आएको बाढी कति 1000 मान्छे मरिसक्यो हाम्रो भूपध्यक्षले भन्नुभयो नि नेपालमा यत्रो भुइँछे हुँदैछ यत्रो चाहिँ बाढी पीडितले धेरै नेपाली हाम्रा
आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले चाहिँ ज्यान गुमाउने पुल सुल सबै बगाइसक्यो, केही छैन। बगाएको भर्खरै मान्छे यो चाहिँ मर्यो। एउटा दुःखद घटना सुनिएको छ। यसमा हामीले धेरै धारण गर्ने शक्ति मिलोस् र पुलिस- नेपाल सरकारले यसलाई कडा 15-20 छिटोभन्दा पुलिस छिटो हराइसक्यो। उद्धारको प्रक्रिया अगाडि बढाओस् भन्ने म सरकारलाई कस्तो लाभ अनुरोध दिइरहेको गर्छु। जिल्ला कुन पर्यो जिल्ला कुन भोटेको सिका हो सिन्धुपाल्चोक सिन्धुपाल्चोक हामी त सप्तको छु होइन रामेछाप हुँदै आयो रामै सापो सुनबेसी हुँदै कता गयो? सुनपछि होइन पल्लो पाटो म खाँदैन छैन म कल गर्छु रुसीकोला रुसीकोला चाइनाको बाटोबाट चाइनाबाट आयो क्या चाइना ताल फुटेर आयो त्यो फोन उठ्दैन साथीहरू यस्तो चाहिँ यस्तो छ क्या बिहानदेखि मैले हुन्छ नि एउटा कुरामा कल गर्न खोजेँ कति 10:30 कल गर्न खोजेको 12 बज्न आँटेसम्म कन्ट्याक्ट गर्न खोजेको कन्ट्याक्ट पनि यहाँ भएन यहाँ हेर न आइरहेको छ त लाइभ दिइरहेको छ लाइभ दिइरहेको ल ए सानो काण्ड भयो त अहिले छ मान्छे यहाँनिर हेर्नु वाइफाई 9 बजे फुटेको अरे वाइफाई छ हिमताल यहाँ वाइफाई सबै हाल्नु ओर्नु भन्दा पनि ओडाम भन्नु पऱ्यो क्या साथी एकछिन बन्द गर्छु ल म